झापा बिटामोड नमस्कार सबैजनालाई। झापा बिटामोड बस स्टेसनमा छौँ। पाथिभरा दर्शनको लागि आएको हामी त्यो गाडीमा जाने हो। अब अरू पनि आउनु भएको छ अरे हो त्यो गाडीमा, अरू पनि आउँदै हुनुहुन्छ भन्दैछन् ड्राइभर दाइ। पाथिभरा आउँदाखेरि चाहिँ होइन यो काबेली भन्ने ठाउँमा यो खोला रहेछ होइन। यो खोलामा चाहिँ अगरबत्ती धुप बालेर मात्रै हिँड्ने सिस्टम रहेछ है। हामीले पनि धुपहरू सबै बालिसकेका छौँ। अब हामी चाहिँ ताप्लेजुङ प्रस्थान गर्दैछौँ है। हामी चाहिँ अब कालिम्पोङ भगवती माता होइन पाथिभराको दर्शन गर्न हिँडेको। हामी तल्लो फाटबाट चाहिँ अब आज यति 5 बजे माथिल्लो फाटतिर हिँडेको है। यो चाहिँ हाम्रो ग्रुप ल सिडी लाग्यौँ है। अगाडिकी छाउरी मेरो अब यो उकालो चढ्न सक्ने हो कि होइन, नसके पनि माताल चाहिँ पुऱ्याउँछिन्। अरू चाहिँ तल आउँदै हुनुहुन्छ हाम्रो ग्रुप। यहाँसम्म आइपुग्दा चाहिँ हामी स्यासा र फ्याफ्या भइसकेका छौँ। अझै चढ्नु छ उकालो है। तल्लो फेदीबाट माथिल्लो फेदी जाने तर्खरमा छौँ हामी। घडीले 5:30 बजाइसकेको छ। म कहिले नहिँड्ने बानी 6 वर्षमा हिँड्दाखेरि त हर्र हुँदो रहेछ। ल पाथिभरा माताको दर्शन गर्न आइयो है। हुस्सु त्यस्तै लागेको छ भने आइसहरू पनि त्यस्तै परेको छ। यो बाटो चाहिँ लास्टिक चिप्लिएको चिप्लिँदै आइयो। हामी चाहिँ यसो झाट भएको बाटोबाट यताबाट आइयो है। झन्डै 3 घन्टाको उकालोपछि माथि पनि हिउँ परेकै छ है। हुस्सु एकदम लागेको छ है। झन्डै 3 घन्टा 3:15 हिँडेको हामी। तपाईँको 6:15 आइयो। 3 घन्टा नै लाग्यो हामीलाई हिँड्नलाई है। ठिकै 3 घन्टामा यतिको छ। जसो तसो माताको दर्शन गर्न आइएको छ है। हामी चाहिँ पाथिभरा माताको भित्र छौँ है। त्यहाँबाट प्रवेश गरेर घुमेर होइन पूजा गर्ने। भित्र चाहिँ धुपबत्ती बाल्नलाई चाहिँ मनाइ छ। पाथिभरा माताको मन्दिर चाहिँ त्यहाँ छ है। मनले आँटेका चाहेका सबै कुराहरू पूजा पुरा हुन्छ। तपाईँहरू पनि दर्शन गर्न जीवनमा एककाल आउनु होला है। भोलिबाट भए पनि दर्शन गर्न पाथिभरा त्यहाँ हुनुहुन्छ। मौसमले साह्रै च्यालेन्ज गरेको छ आज हामीले। मौसमले च्यालेन्ज गरे बावजुद पनि हामी आएका छौँ। हामीले पूजाआजा सकेर यो भिडियो निर्माण गरेका हौँ है त। बाटो साह्रै चिप्लो छ। सबै भक्तजनहरू आउनुभएको छ। हुस्सु लागेको छ। पाथिभरा जय पाथिभरा माता। सबैको कल्याण गरून् पाथिभरा माताले है। पाथिभरा माताको दर्शन गर्न आएका छौँ है। अब पहिला चाहिँ पाथिभरा माताको हामीले पूजाआजा सकेपछि मात्रै यो भिडियो लिएको है। पहिला सुरु चाहिँ यहाँबाट घुम्दै होइन पाथिभरा मातालाई चाहिँ घुमिन्छ। यहाँबाट घुम्दै जाने हो। आज मौसमले साह्रै च्यालेन्ज गरेको छ। हिउँ पनि परेको छ, पानी पनि परेको छ, बाटो चिप्लो पनि छ। साह्रै च्यालेन्ज गरेको छ है। यहाँबाट यसरी पूजा गर्दै यसरी पूजा गर्दै यताबाट है पूजा गर्दै भित्र घुम्दै है। मनले आँटेका चाहेका यो भिडियो हेर्नेहरूको पनि मनका कामना पुरा गर्दै है यसरी आइन्छ है। साह्रै जाडोले च्यालेन्ज गरेको छ। हेर्नुहोस् त सबै दियो बाल्दै हुनुहुन्छ है। अनि यहाँबाट भित्र छिरिन्छ
है। हामी भित्र छिरिसकेको भएर म भित्र छिर्दिनँ, अरूलाई डिस्टर्ब गर्दिनँ। यहाँबाट भित्र छिरेर त्यहाँ नरिवल फुटाएर मातालाई चढाएर यहाँबाट यसरी गर्दै पाथिभरा माताको चरणमा पूजाआजा गरिएर हामी चाहिँ यो बाह्रको बाटो बाहिर निस्किन्छौँ। हामी त जय पाथिभरा माता। भिडियो हेर्ने सबैलाई पाथिभरा माताको आशीर्वाद लागोस् है त। जय पाथिभरा माता, जय। च्यालेन्ज गरेको मौसमले फुल च्यालेन्ज गरेको छ हामीलाई आज। त्यो बावजुद पनि हिउँ परेर जम्मा भएका छन्, त्यो बावजुद पनि हामी आज पाथिभरा दर्शन गर्न सफल भएका छौँ। मौसमको फुल च्यालेन्ज रह्यो कि हिँड्न पनि कता लडिएला जस्तो भयो। त्यहाँभित्र त पुरै चिप्लो छ, हामी त हिँड्नै सकेनौँ। हेर्नुहोस् त, चाहिँ साह्रै चिप्लो भएर हिँड्नै नसकेर है, जुत्ता चिप्ले गरेर लिर्के गरेर माथिदेखि है लिर्किँदै पिर्किँदै चिप्लो भएर सक्दै नसकेर हेर्नु यस्तो चिप्लो। हामी यो झारको बाटो हिँड्न लाग्यौँ। यहाँ हो ऊ डल्लीमा देखान हिउँ परेकै छ है। यहाँ हिउँ फल्ने रुख पनि छ है। ल धन्यवाद। यो चाहिँ पाथिभरा माताको गेट है। यहाँबाट माथि लागेपछि हिउँ परेको बेलामा चाहिँ लास्टै चिसो है। यो ढुङ्गामा चिप्लेर म हैरान, कता घोडा जाला भन्ने डर है। ल हेर्नुहोस् यस्तो छ, हिउँले पुरै दिइरहेको छ। अब ओह्रालो बाटो झर्ने हो, उकालो बाटो कति चढ्यो है। ल नारायण हिँडेका थियौँ है, बिहान उकालो चढेर हिँडेका थियौँ। हिउँ पर्दैछ, ओह्रालो बाटो अबले फर्किँदैछौँ, ओह्रालो बाटो लाग्दैछौँ। बिहान जाँदाखेरि पनि शास्ति थियो, अहिले आउँदा पनि शास्ति छ। ठाडो उकालो बाटो छ, बेपत्तै कुहिरो लागेको छ। हो माई गड, देखिएको थिएन बिहान चाहिँ है। 3 बजी हिँड्दा चाहिँ अहिले ओह्रालो झर्दा चाहिँ बाटो हेर्दा आफैलाई ज्यान सिरिङ्ग भएको छ है। झर्नुलाई हेर्नुहोस् त बाटो यस्तो छ मौसम सिरिङ्ग। यहाँबाट माथि लागेपछि चाहिँ तपाईँको सर्लक्कै उकालो डालो लाउँछ है। अलिकति उता गएपछि जङ्गलको बाटो साह्रै गाह्रो हो है। हामी चाहिँ तल झरेको, बिहान अँध्यारो थियो र भिडियोहरू खिचेनौँ है। पाथिभरा छिर्दाखेरि चाहिँ यो मेन गेट है, यो द्वार हुँदै माथिल्लो फेदीबाट हामी गइन्छ है। हेर्नुहोस् है, प्रवेशद्वार नै। ल जय माता दी। हामीले पाथिभरा दर्शन गरेर अब छुटिसकेका छौँ है। सबैको पाथिभरा माताले रक्षा गरोस्।